गुड मर्निङ हेलो गाइस कस्तो भने नि मैले गुड मर्निङ हेलो गाइस गुड मर्निङ भन्नुपर्छ नि त होइन तीनजना मान्छे तीनजना नाउ अनि यहाँ चाहिँ तालाब रहेछ यसमा चाहिँ माछा साछा छ भन्छ खै हाम्रो यहाँ के भन्छ दाइले अन्त मार्नु त मन थियो तर बल्छी सल्छी छैन आज चाहिँ हेरेर गएको नेक्स्ट टाइम चाहिँ आएर यहाँ माछा मार्ने हाम्रो प्लान भइसकेको छ अनि माथि ठुलै छ एकदम यसलाई चाहिँ तालाबै भन्दो रहेछ क्या तालाब भन्दो रहेछ यसलाई चाहिँ अनि मलाई धेरै नै मन पर्यो यहाँ चाहिँ हामी जस्ट हेर्ने मात्रै क्रिकेट खेल्दैछ कहाँ यो चाहिँ पुरै मतलब अलिकति घुम्न आएको क्या गाउँ एरिया रहेछ अनि रोड पनि एकदम क्लिन छ शान्ति छ यस्तो बेङ्गलोरको ठाउँ भए पनि त्यस्तो कुनै अप्ठ्यारो छैन एकदम रमाइलो लाग्यो मलाई चाहिँ किन भन्दाखेरि एकदम के भन्छ टाउनमा चाहिँ धेरै नै अब के भन्छ भाइब्रेसन अनि एकदम ऊ हुन्छ नि त यहाँ चाहिँ भनेको एकदम उयो गाडी पुरै उसमा आउँदैछ दाइ हानिदिन्छ नि अनि यस्तो दिँदैछ नि पुरै फ्री बाटो छ नि त रोड छ नि त अनि यहाँ चाहिँ पुरै फ्रेस हावा हो फ्रेस हावा फ्रेस हावा छ गाइस यहाँ चाहिँ अनि एकदमै रमाइलो फ्रेस हावा अनि अलिअलि के भन्छ कुहिएको मात्रै गनाउँदो रहेछ नभए चाहिँ फ्रेस नै हावा छ यहाँ त्यस्तो कुनै उ छैन दाइ अनि रमाइलो छ हामी चाहिँ यो चाहिँ हामी गाउँ इलाकामा अनि आज सन्डेको दिन तपाईँहरूलाई थाहै होला बेसी त हामी सन्डेको दिन मात्रै घुम्ने गर्छौँ किन भन्दाखेरि त्यति बेला नि हाम्रो पनि छुट्टी हुन्छ ड्युटी अनि यहाँ तिनवटा चाहिँ नाउ रहेछ क्या कस्तो भन्दाखेरि अब थाल जस्तो नि त थाल जस्तो नाउ रहेछ सायद यो मान्छे चढ्नुकै लागि हो हुनु चाहिँ तर यसमा चाहिँ चढेर माछा मार्छ जस्तो छ मेरो ख्यालले गाइस अनि त्यस्तो केही कन्टेन्ट्स पनि छैन भिडियो बनाऊ भने पनि अनि टाइम पनि भएको छैन यतिकै मलाई चाहिँ रमाइलो लाग्यो धेरै नै खुसी छु यत्तिकै कन्टेन्ट्स बनाएको यत्तिकै त्यो जस्ट त्यत्तिकै थ्याङ्क यू सो मच फेरि नेक्स्ट भिडियोमा भेट्दै गरौँ होला